बालेन शाहलाई प्रधानमन्त्री बनाउने भनेर घोषणा गर्यो नि त रविजीले। अब के गर्नु त, म उहाँले घोषणा गर्नुभयो त म के मरौँ त, म दारुम पानी तताएर मर्नु भएन होइन। उहाँहरूको पनि सबै एउटा कुरा के छ भनेपछि यो आन्दोलनमा सबैजनाले आँखा खोलेको छ। हेर्नुहोस् ऋषि दाई, कोही पनि उहाँलाई लाग्न सक्छ हामी मान्छेहरूमा भ्रम चाहिँ पैदा गर्न सक्छौँ, सधैँभरि नेपालीहरू बेकुफ नै हुन्छन्, उनीहरू बुझ्दैन, उहाँलाई लाग्न सक्छ अहिलेको जुन टेक्नोलोजीको उहाँहरूले हतियार बनाउनु भयो त्यही टेक्नोलोजीमा कतिवटा भिडियोहरू सबैसँग सुरक्षित नै छन्। उहाँहरूले गर्नुभएको, उहाँहरूले चाल्नु भएको स्टेपहरू, उहाँहरूले जसरी के अरे सांसद भवन, सर्वोच्च अदालत, न्यायालय जलाउँदै नखु कारागारसम्म पुगेको, रविजीलाई छुटाएर ल्याएकोदेखि लिएर ती छुटेर आएका कतिपय कैदीहरू अहिले पनि फरार छन्। छुटेर आएको कैदीले एउटाले श्रीमती पनि मारिसक्यो होइन। यो चिजहरू छायामा परेको छ, यो चाहिँ नोट गर्नुपर्ने कुरा।